युएई को मैदानमा नेपालले बलिङमा तहल्का मच्चायो। दयानन्द मण्डल एक्लैले 6 विकेट झारेर युएईलाई 147 रनमै समेट्यो। सबैले जित नेपालको नै ठाने, तर जब ब्याट समात्ने पालो आयो कथा एकाएक पल्टियो। के कारणले नेपाल उपाधिबाट 27 रन टाढा रह्यो? दर्शकवृन्द, एसिसी U19 प्रिमियर कपको फाइनलमा नेपाल घरेलु टोली युएईसँग 27 रनले पराजित हुँदै उपविजेतामा सीमित भएको छ। 148 रनको सामान्य लक्ष्य पछ्याएको नेपाली टोली 45.5 ओभरमा 120 रनमै अल आउट भयो। यससँगै उपाधि हातबाट फुत्किए पनि नेपाल भने U19 एसिया कपका लागि छनौट भइसकेको छ, जुन यो प्रतियोगिताको अर्को ठूलो उपलब्धि हो। अजमान स्थित करवन क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै खेलको सुरुवातमै दबाव सिर्जना गर्यो। पहिलो ओभरमै युएईका कप्तान आउट भए र त्यसपछि लगातार विकेट खस्न थाले। दयानन्द मण्डलले 6.5 ओभरमा 2 मेडनसहित 17 रन खर्चेर चमत्कारी 6 विकेट लिएर युएईको ब्याटिङ लाइनअप ध्वस्त पारे। अहमद खुदादादले 71 रन बनाएर युएईलाई 147 सम्म पुर्याए। तर जब नेपालले ब्याटिङ सुरु गर्यो त्यही अपेक्षा गरिएको आत्मविश्वास देखिएन। अशोक धामीले 34 रन, रोशन विश्वकर्मा र आशिष लोहारले 25-25 रन जोडे पनि अन्य ब्याटरले साथ दिन सकेनन्। युएईका युगजय शर्मा र अली अस्करले 3-3 विकेट लिएर नेपालको आशा समाप्त गरिदिए। उपाधि जित्न नेपालले असफलता बेहोरे पनि यो यात्रा साहस, सङ्घर्ष र सम्भावनाले भरिएको थियो। 14 टोलीको प्रतिस्पर्धामध्ये उपविजेता बन्दै नेपाल U19 एसिया कपमा छनौट भइसकेको छ, जुन भविष्यको क्रिकेटका लागि आशाको नयाँ ढोका हो। हार एउटा सिकाइ हो र नेपाली युवा टोलीले आज त्यो सिकाइलाई भोलिको जितमा बदल्ने पक्कै छ। यस्तै महत्त्वपूर्ण अपडेट, खेलको विश्लेषण तथा ताजा खबरहरू निरन्तर पाउनका लागि स्पोर्ट्स लाइन नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै फेसबुक र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न पनि नबिर्सनुहोला।